ल हाम्रा श्रम संस्कृतिका श्रम सेनाहरू चाहिँ यहाँ तपाईको विक्रम नेपाली को घरमा यस किसिमले श्रमदानको निम्ति काम भइरहेको अवस्था छ। यता हाम्रो अग्रज दाजुहरू, यता हाम्रो राजकुमार सर, यता हाम्रो सचिव निङवा लिम्बुज्यू पनि यहाँ मजाले बेल्चा चलाउनलाई पर्फेक्ट भइसक्नु भएको अवस्था। यता हाम्रो अग्रज दाजु मोहन राईज्यू पनि यता चाहिँ तपाईको घरको अवस्था चाहिँ यस्तो छ। बानेर राख्नु पर्दैन ल हेर नौलो ठाउँ छ नि त, अनि त्यही भएर भाग्छ। सकिन्छ एकछिन हो। हिजो बनाएकोले बेलुकासम्म पुग्यो भन्नु। ल तपाईको 2 मिनेटको भयो ल, काट्नु होइन नकाट्नु न यहाँ। ल यसरी हाम्रो आज 14औं दिनको दिन श्रमदान यसरी हुँदैछ भनेदेखि हाम्रो 8 नम्बरको अध्यक्षज्यू पनि आउनुभएको छ भनेदेखि हाम्रो अगुवा श्रमदाता मोहन राई पनि हुनुहुन्छ। ल आजको फेरि बिहानको पहिलो घाम स्टार्ट भयो। भइरहेको छ अब जे होस् हाम्रो निङमा सचिवज्यू पनि धेरै 3-4 दिन भयो कन्टिन्यू स्टार्ट गर्नुभयो। र हाम्रो घरको हालत चाहिँ यस्तो छ भनेदेखि आजको यसरी 14 दिन चाहिँ अब यसरी भइरहेको छ। त्यो अहिले त्यतै भइरहेको छ। चाइना पनि छ मान्छे धेरै इटा जोड्ने भयो भने त त्यता पनि खण्डाउनुपर्छ, यता पनि बनाउनुपर्छ। त्यो दाजु त्यो इटा त्यहाँ माथि पनि लाउनु छ। र हाम्रो 14 दिनको घरको स्थिति त्यस्तो छ भनेदेखि अब इटा जोड्नलाई भित्र पार्टेसन गर्नलाई अलिकति बाँकी छ र यो इटा आज ओसारिन्छ र मिस्त्रीहरू कन्टिन्यू भित्र चलिरहेको छ है साथी हो। ल यस्तो भइरहेछ। एकछिन भिज्नु दिनु न। होइन धेरै भएको छैन बाबु। यसरी कन्टिन्यू भइरहेछ है। हाम्रो 1400 श्रमदानको यसरी अनि मलाई चाहिँ उहाँ धानबारीमा खेलाउँदै थियो भेटाको। ए भनेपछि बिरालोसँग टिकटक पनि भइसक्यो, भाइरल भइसक्यो कि मैले ल्याइदिएको दिदीले नि लान्छु भन्नुहुन्छ, मलाई नदिएको।
बोक एउटा 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 इँटा लिएर आइज